हेलो साथीहरू, सबैलाई नमस्ते। र आज धेरै दिनहरूपछि तपाईँहरू समक्ष एउटा सानो भिडियो लिएर आएको छु। र सो के भने मैले मेरो माङकोठामा राख्नु लागि चाहिँ तल खाइन्दुरा काका कृष्ण सुब्बा काकालाई एउटा थुन्से बुन्नु लाग्थेँ। र आज चाहिँ म त्यो थुन्से भयो भएन त्यो ल्याउनु जान्दैछु है। र तपाईँहरूलाई चोयाहरू सम्बन्धी चोयाहरू अहिले त यो हराइसक्यो विशेष है। यो तपाईँको टोको बुन्ने, टोक्री बुन्नेहरू, नाङ्लो बुन्नेहरू हराइसक्यो। र तपाईँहरूलाई यो सामग्रीहरू चाहिएमा चाहिँ सोझै उहाँसँग श्री कृष्ण काका सुब्बासँग चाहिँ सम्पर्क गर्दा हुन्छ। र आउनुहोस् तपाईँहरूलाई म उहाँ भएकोमा लगेर जान्छु र कसरी बुन्नुपर्छ, के बुन्नुपर्छ र त्यो सम्बन्धी जानकारी पनि लिउँ है भन्दै जाँदैछु है म तपाईँहरू एकछिन। अब आउँछ काका, काकालाई नि म एक दुईवटा कुराहरू सोध्छु है, तर तपाईँहरू समक्ष पस्कने प्रस्तुत गर्दैछु ल, जमर्को गर्दैछु। आउनुहोस् काका, नमस्ते। ल काका, आज तपाईँको अस्तिदेखि भिडियो बनाऊ भन्ने इच्छा लागेको थियो कि, र आज ठिक्कै जुर्यो पनि होइन। र त्यो जुन नाङ्लो पनि के कसो भयो भनेर सोध्नु पनि आएको थियो कि। र अब अहिले विशेष गरेर त यो हराइसक्यो नि त मान्छेहरूले होइन, यो चोया सम्बन्धी कुराहरू जस्तै यो टोक्री भयो, नाङ्लोहरू है, त्योहरू त अब मान्छेले अहिले बुन्नु छोडिसक्यो। र यो हराइसक्यो भनौँ न। अब अहिले त चोया भएर बुन्नु उयो गर्दैन होइन। अहिले प्लास्टिकले पेलिरहेको छ, प्लास्टिककै नाङ्लोहरू, चोयो डोकाहरू, डोकोहरू के बुन्छ है। र तपाईँले चाहिँ चोयाले नै गर्नुहुन्छ नि अहिले होइन सबै? मेरो चाहिँ त्यो प्लास्टिकमा त त्यति पर्दैन। हजुर, यो चोया नै हो। हजुर हजुर। अन्त अलिक के अरे पातलो पातलो सानसानो उयोहरू नरमको लागि भने चाहिँ के अरे पातलै चोया खेलाउनु पर्यो। हजुर। अब यो भकारी सकरी यो बुन्नु पर्यो भने त अलिक ऊ नै बुन्नु पर्यो। हजुर। ठुलो चोया खेलाउनु पर्यो बाक्लै। हजुर। जस्तै अब यो बारहरूको यो आँख्लीहरू भन्छ, भकारीहरू भन्छ। हजुर। यो त पातलो चोयाले त हुँदैन। हजुर। अब यो टोक्रीहरू त बाक्लो चोयाले पनि भएन, पातलै चोया खेलाउनु पर्यो। हजुर हजुर। त्यस्तै छ। यो कति जस्तो भयो काका तपाईँले सुरु गर्नुभएको है डोकोहरू बुन्नु, यो केहरू बुन्नु? प्राय 10-15 वर्ष जस्तो भयो। त्यत्रो भयो नि है तपाईँ त्यत्रो बुन्नु भएको है। विशेष गरेर चाहिँ हजुर यो कुरो चाहिँ मैले कहाँबाट सिकेँ भने, हजुर म कलकत्ता गएको थिएँ। हजुर हजुर। कलकत्ता जाँदाखेरि चाहिँ विशेष यो चित्रको को कामहरू, के अरे बाँसको कामहरू, बेम्बोको कामहरू, हजुर त्यहाँ त त्यो मण्डपहरू, पूजाको उहरू मण्डपहरू बनाउँदा त मजाको बनाउँदो रहेछ। हजुर हजुर। मैले त्यो हेरेँ। हजुर। अन्त त्यहाँबाट धेरै सिकेँ। हजुर। सिकेर हजुर धेरै सिकेर म आएँ। हजुर। यस्तै प्रकारले मैले यहाँ कमानमा आएर पनि धेरै नै उयोहरू गरेँ। यो बेम्बोको गेटहरू बनाएँ। हजुर। 3-4 साल त मैले यो हाम्रो के अरे बिके बिर्ला साहबहरू आउँदाखेरि मैले यहाँ गेटहरू बनाएँ। हजुर। एवार्डहरू पनि पाएँ त्यसमा है। एवार्डहरू पनि पाएँ। हजुर। धेरै उयोहरू बनाएँ। हजुर। मैले यहाँ के अरे बेम्बो हाउसहरू पनि बनाएँ। हजुर। के अरे कमानतिर यहाँ चुन्दुङमा गएर पनि बनाएँ, यहाँ लिजालमा पनि बनाएँ। हजुर। यस्तो प्रकारले अब स्कोप नपाउँदाखेरि चाहिँ अब के अरे अलिक पाखा जानु अब पाइनँ। हजुर हजुर। यसै कारणले यिनै अब बुझेर नै यो कलालाई चाहिँ यसै दबाउनु पर्यो। हो त ठिकै हो। विशेष फेरि के भने अब अहिलेको मान्छेहरूले चाहिँ यो है बुन्दैन नि त। अब अहिले के गरिदियो भने मार्केटमा पनि होइन, अब सबै प्लास्टिकले पेलिदियो। र अब पछि भविष्यमा त अब हाम्रो यो यस्तो गर्ने मान्छेहरू पाउँदैन रहेछ हौ, साल जस्तो लाग्छ हो है। अब उहिले त हजुर पानी बोक्ने ढिरीसम्म बुन्थ्यो। हजुर। अब पानी अल्झिने यस्तोमा। हजुर हजुर। त्यस्तो खालको थियो नि। हजुर ठिकै हो। त्यही त अब त अन्त काकाले अहिले बुन्दा चाहिँ के बुन्नुहुन्छ काका?
म बुन्नु त सबै बुन्छु, हजुर हजुर तर हजुर कोक्रो बुन्न चाहिँ मलाई ऊ लाग्छ, कुकुर चाहिँ हजुर नानीहरूको है नानीहरूको। हजुर त्यसमा चाहिँ अलिकति मलाई के लाग्छ भने हजुर कोक्रो बुन्दा चाहिँ अब साइजहरू हेर्नुपर्छ, के हजुर। गर्नुपर्छ, साइडहरू हेर्नुपर्छ है कुकुर बुन्दा है अन्त त्यसै त्यो त भएन। हजुर हजुर फेरि बिजोडी घर निक्लिन्छ, ए हजुर बिजोडी घर निक्लिँदाखेरि अब त्यस्तै हजुर नानीहरू हात चल्दैन भन्छ, अन्त ए अप्ठ्यारो लाग्छ र नि। हजुर 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 अन्त अहिले अब यो चोयाको मेहनती काम हो नि त काका फेरि है चोयाहरू काट्नु विशेष गरेर है यो पात चोया यो के अर्को गित्रा है यो त यो जुन यो त गित्रा भन्छ नि होइन यसलाई चाहिँ है यो हजुर 5-6 दिन अलिकति एक्स्ट्रा आउँछ। हजुर हजुर र त्यही त काका अस्तिदेखि आउनु लाग्यो तर मेरो त्यो नाङ्लो चाहिँ के कसो भयो काका नाङ्लो म भोलि नाङ्लो थुन्चे है थुन्चे है हजुर हजुर ए हुन्छ हुन्छ थुन्चेको चाहिँ फेरि यस्तो पाराले बुने हुँदैन हुँदैन त है अर्को खालको हुन्छ। ए त्यो नाङ्लो पार्दै के हो हजुर हजुर त्यो घर यसरी छोड्छ त्यो चाहिँ। ए हजुर अब यो चोया यो लगायो, हजुर हजुर यसलाई यो लगायो हजुर यसरी। ए प्याटर्न अर्कै प्याटर्न अर्कै प्याटर्न अलग्गै हुन्छ नि त है हजुर सबैभन्दा सजिलो चाहिँ के हुन्छ काका बुन्नु चाहिँ बुन्नु त सबै गाह्रो त गाह्रै हो नि है र पनि काकाहरूलाई चाहिँ के लाग्छ अलिकति सजिलो चाहिँ अब उयो बनाउनुमा चाहिँ अलिकति चाहिँ अरू हेरेर सजिलो त यही टोक्री नै हो है हजुर र अहिलेको अब काकाहरूले यो टोक्रीहरू चाहिँ कुन रेटतिर दिनुहुन्छ काका कसैलाई पर्यो भने जरुरत पर्यो भने चाहिँ अहिले चाहिँ कुन रेटमा दिनुहुँदैछ म त प्राय अरूले त कसरी दिन्छ, हजुर म त 250 दिन्छु यो खालको टोक्रीहरू चाहिँ। समय हजुर यो यसमा चाहिँ कति यस्तो उयो हुन्छ काका अब हाम्रो त विशेष पत्तीमै हुन्छ कमानको मान्छे त होइन कति यस्तो छ यसमा अट्छ काँचो पत्ती हो भने चाहिँ हजुर यसमा 8 किलो त जान्छ नि है 8 किलो है हजुर काँचो पत्ती है काँचो। हजुर त्यो त मैले अस्तिदेखि एउटा काकासँग भिडियो बनाउनु इच्छा लागेको थियो किनभने अब यो चोया चोया सम्बन्धी कुरोहरू मान्छेले अब उयो गर्नु छोड्यो नि त बुन्नु छोड्यो है मान्छेहरू अब अलिकति यो पुरानो उयो भनौँ न अब उयोलाई त बिर्सिसक्यो नि त कतिवटाको यो कुरोहरू चाहिँ म सबैलाई एउटा मेरो अब साथीहरू पाठक समक्ष चाहिँ यो पस्किनु मन लागेको थियो क्या चोयाहरू बुन्ने कामहरू सिक्नुपर्छ अब यो कुरोहरू त हराउँदै जान्छ नि त विलोप हुँदै जान्छ नि त अब अहिलेको नानीहरूलाई चाहिँ अब कति कुरोहरू त जान्दैन पनि होला होइन र विशेष गरेर चाहिँ यो चोयाहरूको लागि चाहिँ हजुर सरुनहरू बार्नुपर्छ। ए हजुर अब सरुन बारेन भने सरुन त्यो माउ लाग्ने हजुर हजुर अब त्यस्तो। ए अब फेरि त्यस्तोको लागि त अब यो अहिले दबाईहरू पनि यो केमिकलहरू निकालेको छ नि। हजुर हजुर ए हजुर त्यही त ल त साथी हो आज काका समक्ष आएको थिएँ अस्तिदेखि यो भिडियो सानो बनाउनु मन लागेको थियो है र आज साथी दाजु एउटा सद्रे दाजु मजिन सुब्बालाई पनि मैले लिएर आएको थिएँ है र उहाँसँग पनि यसो बाटोमा गफ हुँदै आएँ यही कुरोहरूमा र भविष्यमा अब लाग्छ हामीले यस्तो चोया बुन्ने अब मान्छेहरू है पछि पहिलेको जुन कुराहरू अब यो चोया भयो चोयाको कुरो डोको नाम्लो थुन्सीहरू बुन्ने कोक्रोहरू बुन्ने सायदै अब हराउँदै जाने रहेछ र यो कुरोलाई चाहिँ हामीले जोगाउनुपर्छ जस्तो लाग्छ क्या कति कुरोहरू अब सिक्नुपर्छ है हामीले नगरिसके पनि अरू अन्यलाई पनि यस कुरामा चाहिँ अलिक प्रोत्साहन दिनुपर्छ भन्ने लाग्दैछ है ल साथी भाइ सबैहरूले सुन्नुभयो र तपाईँहरूलाई यस्तो कुराहरू यस्तो सामग्रीहरू अब हाम्रो कमानमा विशेष त चाहि नै रहन्छ है र तपाईँहरूलाई यस्तो जरुरत पर्न गएमा चाहिँ सिधै हाम्रो काका कृष्ण काकासँग सिधै सम्पर्क गर्दा हुन्छ भन्दै यो भिडियोलाई अहिले म एकछिन यहीँ स्थगित गर्दैछु है ल साथी